यो क्लिप हेर्नु त। क्रिएटर्स मेलामा गएको थिएँ। त्यता चाहिँ किरण नेपाली दाइले उहाँको सारङ्गीको पर्फर्मेन्स दिनुभएको थियो। फर्स्टमा त सारङ्गी भन्ने बित्तिकै नेपाली लोक बाजामा पर्ने भएकोले कुनै झ्याउरे गीत गाउनुहुन्छ अनि सारङ्गी बजाउने सोचिरहेको थिएँ, तर उहाँले चाहिँ सारङ्गीकै कन्सर्ट गर्नुभयो कि, जस्तै गिटारिस्टहरूले गिटार प्ले गरेर विल बी इन्जोइङ नि त, त्यस्तै सारङ्गीको कन्सर्ट थियो। इट वाज सो गुड। अडियन्सले यति धेरै सपोर्ट देखाइराख्नु भएको थियो, यति क्रेज थियो अडियन्समा। मेबी उहाँहरूको पनि फर्स्ट टाइम होला कि सारङ्गीको कन्सर्ट हेर्ने। म त आई वाज लाइक वान्स मोर। म त रेकर्ड नै गरिरहेको थिइनँ। आई वाज जस्ट वाचिङ इट सो डिलाइटफुली। यस्तो रमाइलो भएको थियो त्यो सारङ्गीको कन्सर्ट। इट वाज सच ए युनिक कन्सेप्ट। अनि हेर्नु है, तपाईँलाई यदि तपाईँको आर्टप्रति त्यति धेरै माया छ, तपाईँ आफ्नो आर्टसँग आफ्नो पेसासँग त्यति धेरै क्लोज हुनुहुन्छ भने पेसा चेन्ज गर्नु पर्दैन। इफ युआर अब्सेस्ड विथ सारङ्गी, पिपल मे से इट इज ओल्ड फेसन्ड, तपाईँ अरू चुज गर्नु लर्न गिटार भने पनि इफ यु स्टिक टु यर प्यासन, तपाईँलाई सारङ्गी नै मनपर्छ भने तपाईँले त्यसलाई नयाँ कुराहरू एड गर्दै त्यसलाई मोडर्न ढङ्गले आफ्नो पेसालाई मोडर्न तरिकाले प्रेजेन्ट गर्न सक्नुभयो भने पिपल विल लाइक इट। तपाईँ समयसँगै चल्नुभयो भने पिपल विल लाइक इट। हेर्नु, पैसा नहुने कुनै पनि पेसा छैन, तर आफूलाई मनपर्ने प्यासन हुन्छ नि, त्यो प्यासनलाई चाहिँ मोडर्न टाइममा कसरी ड्राइभ गर्न सकिन्छ त्यो प्रति हामी काम गऱ्यौँ भने चाहिँ यु विल गेट द स्टेज कि तपाईँलाई जनताले मन पराउँछ। अडियन्स विल सी वान्स मोर एन्ड वान्स मोर।